Hi guys, welcome back to my channel. फेरि म अर्को नयाँ भ्लग लिएर आएको छु। आज चाहिँ हामी झन्डी डाँडा इलामको झन्डी डाँडा जाँदैछौँ मेरो दाइ बहिनीहरूसँग। सो हेरिदिनु होला लास्टसम्म। यो चाहिँ सलकपुर हो, यो प्लेसको नाम सलकपुर हो। यो मेरो मामा घर हो गाइज। बाटो यस्तै बाटो हिँड्दै जाने हो। कुन डाँडा पो अरे, कुन डाँडा यो गाजाले। यो डाँडा, यो देखिरहेको डाँडादेखि चाहिँ हामी त्यहाँ जानुपर्ने हो कि डाँडा। हिँड्दै हिँड्दै जाने हो त्यो पनि। म बिचमा देखाउँछु नि कस्तो छ बाटोहरू भनेर। ओके गाइज, अहिले चाहिँ मैले अघि देखाएको डाँडाको अलिक छेउछेउमा भन्दा पनि डाँडा छिर्न आँटेको छौँ। अनि यही डाँडाबाट भित्र छिरेर जानुपर्छ। म देखाउँदै गर्छु। अघिको डाँडा चाहिँ हेर्न सक्नुहुन्छ गाइज, झन् नजिक नै। हामी जति जाँदैछौँ त्यति नजिक हुँदैछ। रोडहरू चाहिँ भर्खर खुल्दैछ माथि जाने। गाइज हामी यति आउँदै थाक्यौँ, अब अझै कति कट्नु छ। हेर्दै जानु होला हाम्रो यात्रा कस्तो हुन्छ। गाइज हेर्नु सक्नुहुन्छ, हामी चाहिँ तलदेखि माथि डाँडा इन्टर गरिसकेको छौँ। अनि यहाँ चाहिँ जेसिबीहरू लाग्दै रहेछ रोड बनाउनको लागि। हामीले यो परको पहिरो चाहिँ यहाँ परको पहिरो चाहिँ तलदेखि हेरेको, नजिक आइसक्न आँट्यौँ। यसरी बनाउँदै रहेछ यहाँनिर। राम्रो छ, एकदम राम्रो छ ठाउँ चाहिँ। हामीले चाहिँ एकछिन वेट गर्ने बेला भयो, यहाँ यस्तो हुँदो रहेछ गाइज। अब चाहिँ हामी अलिक लेक चढ्यौँ, चिसो हुँदैछ, अलिक भिड पाखा पनि भेटिँदैछ। गाइज हेर्नु सक्नुहुन्छ, मैले तलदेखि देखाएको भिड चाहिँ यो। हामी अहिले ठ्याक्कै यो भिडमा आइपुग्यौँ। अझै छ, कति पनि पुगेको छैनौँ हामी तलको हो, यो गाउँदेखि आएको हो। यहाँ आइपुग्यौँ अहिले। म अपडेट दिँदै गर्छु। यस्तै हुँदैछ हाम्रो यात्रा गाइजहरू। बिचमा हामीले ट्र्याक्टर भेट्यौँ। गाइज हामी अघिको डाँडा कटेर बल्ल यो अर्को डाँडा देख्न थालेको छ। ओके गाइज, अब चाहिँ म पानीमा लागेको बोट म देखाउँछु ल। आउनु त उखालिदिनु, मलाई त उखाल्नै सकिन त। अनि अरू सानो गर्नु न। यो चाहिँ कहाँ पानीमा मलाई हो त यसमा त छ होला त अनि तल्ल न डरो ला कोही अरे छैन। पानीमा लागेको बोट चाहिँ यस्तै हुन्छ। आयो। यस गाइज, दिस इज पानी अमला। यो चाहिँ अर्ग्यानिक दबाई हो, अमला हो भन्दो रहेछ नि। अब चाहिँ हामी गाइज रोडको बाटो धेरै हिँड्न सकेनौँ, मतलब ठुलो बाटो चाहिँ हिँड्नु सकेनौँ। यो जङ्गलको सर्टकटतिर लाग्यौँ है हामी चाहिँ। उकालो जाँदैछौँ। हिँडेको पनि धेरै भइसक्यो। हजुर, ए यो त खाने होइन, ठोट्ने खाँदा हुन्छ नि। त्यो मैले एउटा यसमा देखेको थिएँ क्या, टिकटकमा देखेको थिएँ। खाइदिउँ, ठोट्ने नै हो नि हुनु चाहिँ। ठोट्ने पनि पाउँदो रहेछ यहाँ। दिस इज कल ठोट्ने। ठोट्नेको त अनि ठुलो डाक्ला हुन्छ होइन। खाइदिउँ भरे केही भयो भने। खानु त तपाईँ पनि म खान्छु। यता हेर न, करिस्मा अलिक पर्ख। ओए त्यस्तो अमिलो पसेको छैन। ए हो खाने करिस्मा। अमिलो हुँदो रहेछ। सानै छ नि त नि यो त। यस्तो छ बाटो, चिप्लेर सलल तलै जान्छु होला हौ। दुईटा बाटो। We are in jungle guys, जङ्गल। यस्तै हुँदैछ हाम्रो यात्रा। रमाइलो हुँदैछ होइन त? रमाइलो त भनिहाल्नु पर्यो नि। बाटो चाहिँ यस्तै छ हाम्रो।
हामी गएको चाहिँ झन्डी झन्डी इलामै हो, यो पनि इलामै हो। अब त हामी त निकै माथि आइसक्यौँ, लगभग पुग्न आँट्यौँ हामी, पुग्न आँट्यौँ त भन्यौँ। यो जङ्गल गएको हो, कहाँ पुगिन्छ पनि थोट्ने अरे फर्स्ट टाइम ट्राई गरेको यो। अघि गएको बाइकहरू भर्खर आउँदैछ। यो नतासी खाएर हुन्छ होला नि, ला मैले नतासी खाएर। गाइज हामी चाहिँ अहिलेको झाडी जङ्गल काटेर अहिले यस्तो प्लेसमा आएको छौँ, सिरु घारीमा। टपमै आयौँ भन्दा पनि हुन्छ, रोड निस्क्यो त्यस्तोबाट यस्तो आयो, राम्रो छ त नि। हे गाइज हामी कहाँ आइपुग्यौँ भन्दा यो राम्रो ठाउँ आयो कि यो पर त्यो उयो जो देखेको छ नि, ऊ परको डाँडा चाहिँ जौबारी होइन, एकदमै राम्रो प्लेस आइपुग्यौँ है हामी चाहिँ। अहिले यस्तो बाटोमा आइसकेको छौँ, हेर्नु सक्नुहुन्छ यहाँको। फाइनली गाइज भिर पाखा चढेर हामी जहाँ आउनु थियो त्यहाँ आइसकेको छौँ। यही प्लेस हो त्यो चाहिँ, म देखाउँछु। खुसी, यति खुसी। फाइनली 2 आवर जस्तो ननस्टप हिँडेर चाहिँ आयौँ हामी। म देखाउँछु ल, अब त म कुदिदिन्छु। अघि चाहिँ बरु घिच्रिँदै आएको कि, अहिले चाहिँ म कुदेरै देखाइदिन्छु। यही प्लेस आउनुलाई यस्तो दुःख गरेको हामीले। ब्युटिफुल चढ्नु मिल्छ होइन हो यहाँ? नाइस प्लेस हजुर। यहाँ तल चाहिँ यस्तो रहेछ, ग्राउन्डहरू छ, फुटबल हुँदै रहेछ तल, देखाउँछु ल म। भ्यू चेक गरिदिन्छु ल। यस्तो छ यहाँ तल चाहिँ, यहाँनिर के हो यो बसेको, यहाँको वातावरण चाहिँ यस्तै छ। यहाँ पसल रहेछ, यस्तो छ। झन्डीदेखि हामी तलतिर छौँ, यहाँ ग्राउन्ड रहेछ, फुटबल हुँदै रहेछ। ओके गाइज, हाम्रो यात्रा यहीँसम्मको थियो अनि आजको लागि भ्लग चाहिँ यहीँ इन्ड गर्न चाहन्छु। थ्याङ्क्स फर वाचिङ, सपोर्ट गरिदिनु होला, बाई।